सम्माननीय प्रधानमन्त्रीज्यूले फुल हाउस बैठकमा गरेका निर्णय स्वागत योग्य छन्, 48 स्वागत योग्य छ। तर चिकित्सा शिक्षा आयोगले 18 बैठक नबसिकन किन यसरी निकालियो? हामीमाथि अन्याय यहाँ भयो। अहिले चाहिँ सरकारी कलेजहरुमा मात्रै एउटा लिमिटेड सिटका लागि मात्रै ल यो म्याचिङ खोल्यो हैन, तपाईहरु एप्लाई गर्नुस् र हामीले सोचेको भन्दा 800 सिट डिडक्ट भयो। यो प्रक्रिया तत्कालै रोकिनु पर्यो। डाक्टरलाई के आन्दोलनकारी बनाउन खोजेको छ यतातिर कि हामीहरु डाक्टर हुँदा हुँदै लयर बन्नु पर्यो क्या? यसरी अचानक 800 सिट घटाइनु भनेको अन्याय हो जस्तो लागेर यो पल्टको एक्जाममा 2 पल्ट केस हालिसकेको छ पिजी एस्पिरेन्टहरुले। आन्दोलनकारी भएर हिड्नु अनि त्यसपछि गएर कोर्टमा केस हाल्नु पर्ने भनेको सम्पूर्ण संघ संस्था हाम्रो जति छ डाक्टरको तिनीहरु प्लस मेकहरु कुनै कामको छैन भने यो कुरा चाहिँ बुझ्न जरुरी छ। नम्बर 1 न्याय भन्ने कुरा अझ यो देशमा हुनुपर्छ भन्ने हामीलाई लाग्छ। एक्जाम दिएको छ, हामीलाई सिट चाहिएको छ, त्यति हो। अहिले यहाँ धेरै कुराहरु हुँदा हुँदै नि हैन, मेन भनेको अहिले हामीहरुलाई, मेरो नाम डाक्टर अनिल शाह हो, यहाँ चाहिँ बुझ्नुपर्ने अवस्था के छ नि भने डाक्टरलाई के आन्दोलनकारी बनाउन खोजेको छ यतातिर कि हामीहरु डाक्टर हुँदा हुँदै लयर बन्नु पर्यो क्या? हैन, सिर्जना अवस्था त्यस्तै गर्नु परेको छ। यो पल्टको एक्जाममा 2 पल्ट केस हालिसकेको छ पिजी एस्पिरेन्टहरुले हैन। हुँदा हुँदा भनेको सिट नि हामीहरुलाई दिएको छैन। जुन तपाईको 1300 सिट पढ्न पाउने विद्यार्थीले त्यसमा जम्मा 500-600 सिटमा उहाँहरुले म्याचिङ गराउन खोजेको छ। त्यो एकदम नमिल्ने कुरा हो। त्यो त्यसमा सबले बुझ्नुपर्छ। यतातिर तपाईहरुको यहाँ ठुलोको यहाँ स्टेपमेन्टको कुरा, यो कुराहरु हुँदा हुँदै यहाँ हामीहरुलाई चाहिँ प्रब्लम कता छ भनेको हामीहरुको सिटको अनियलमा छौं के? त्यो सिट पाएन भने हामीहरुको 1 वर्ष खेर जान्छ हैन। हामीहरु 1 वर्ष पढ्नबाट वञ्चित छौं के? तपाईको छोराछोरीहरु जसरी पढ्न पाउँदैन त्यसरी नै हामीहरु नि पढ्न पाउँदैनौं। त्यो कुरा बुझ्न जरुरी छ। त्यसमा न मेकले आफ्नो दायित्व निर्वाह गरेको छ, उहाँहरुले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हो नि हैन। न उहाँहरुले हामीहरुलाई सिट एलोकेट गरिदिएको छ, न अरु जुन हाम्रो संघ संस्था छ उहाँहरुले हाम्रो कुरा अगाडि बढाइदिनु पर्ने थियो, त्यो नि राम्ररी भएको छैन। नत्र यतातिर हामीहरुले आएर यो प्रेसमा बस्नु कुनै जरुरी थिएन के? यतातिर प्रेसमा आउनु, भोलि हामीहरुलाई बाटोमा फेरि आन्दोलनकारी भएर हिड्नु अनि त्यसपछि गएर कोर्टमा केस हाल्नु पर्ने भनेको सम्पूर्ण संघ संस्था हाम्रो जति छ डाक्टरको तिनीहरु प्लस मेकहरु कुनै कामको छैन भने यो कुरा चाहिँ बुझ्न जरुरी छ। नम्बर 1 मा त्यही हो। त्यसले गर्दाखेरि अहिले हामीहरुलाई यो आउनु परेछ। अहिले हामीहरुलाई सिट मात्रै चाहिएको छ, सिट चाहिएको छ। बाकी मेकले आफ्नो लेभलमा के गर्नुहुन्छ, कसरी मिलाउनुहुन्छ त्यो उहाँहरुको कुरा हो। उहाँहरुले आफ्नो निर्दिष्ट कुराहरु मिलाउनु पर्यो। हामीहरुको लागि चाहिँ अहिले सबभन्दा नम्बर 1 कुरा भनेको अहिले हामीहरुले एक्जाम दिएको छ, हामीहरुलाई सिट चाहिएको छ, त्यति हो। त्यति बुझ्नु पर्यो। अरु ठाउँमा कुराहरु अल्झिने हुँदाखेरि हामीहरुको त्यो नम्बर 1 प्रायोरिटी सिट हो। हामीहरुले नपाए भने हामीहरुले प्राइम मिनिस्टर अफिसमा जान खोज्छौं, बाटोमा जान खोज्छौं र अन्तिममा हाम्रो सम्मानित अदालतमा नि जान खोज्छौं। हामीहरुसँग यो 3 वटा मात्रै विकल्प छ। आज तपाईहरुले गरेको प्रयासबाट केही हुने हो भने हामीहरु धेरै आभार हुनेछ, त्यति मात्रै हो। नत्र त्यो बाहेक अरु हामीहरुलाई के बोल्नु छैन। धन्यवाद। र यहाँ उपस्थित सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। म डाक्टर अभिषेक अमर, अहिले चाहिँ मेडिकल अफिसरका रूपमा नेपाल भारत मैत्री अस्पतालमा काम गर्दैछु र अहिलेको चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाको म पनि परीक्षार्थी हो। र यहाँ हामी उपस्थित 5 जना लगायत हाम्रा साथीहरु चाहिँ यहाँ उपस्थित हुनुहुन्छ र आज हामीले चाहिँ यो सम्मेलन गर्नुको प्रमुख कारण के हो भनेपछि चिकित्सा शिक्षा आयोगले हामीलाई परीक्षा लिनुभन्दा पहिले सिट निर्धारण गरेको थियो र एक्जाम पश्चात अहिले आएर जुन एउटा सिट हामीलाई तोकिएको थियो त्यो सिटमा, सम्पूर्ण सिटमा नभएर चाहिँ त्यो भन्दा कम सिटमा हामीलाई एडमिसन दिन गइरहेको छ। र तसर्थ हामी परीक्षार्थीहरूलाई चाहिँ यो यसरी अचानक 800 सिट घटाइनु भनेको अन्याय हो जस्तो लागेर हामीले चाहिँ चिकित्सा शिक्षा आयोगलाई ज्ञापन पत्र पनि बुझायौं, खबरदारी गरायौं, तर उहाँहरु चाहिँ एकदमै हामीले सहयोग नगर्ने जस्तो देखिएको हुँदाखेरि आज यो विषयलाई लिएर हामी तपाईहरुका समक्ष आएका छौं र साथ र सहयोगको अपेक्षाका साथ यो कुराहरुलाई चाहिँ एउटा सम्बन्धित ठाउँमा पुर्याइदिनलाई तपाईहरुलाई आग्रह गर्न हामी यहाँ भेला छौं। अब मैले चाहिँ यसै विषयमा चाहिँ यो प्रेस विज्ञप्ति चाहिँ यो पढेर सुनाउन जाँदैछु। मिति 2081 मंसिर 13 गते चिकित्सा शिक्षा आयोगद्वारा सीट संख्या नतोकी स्नातकोत्तर एमडी, एमएस, एमडीएस प्रवेश परीक्षाको नोटिस
ननिकालिएकोमा सोको विरोधमा परीक्षार्थीहरूद्वारा सर्वोच्च अदालतमा रिट दायर गरे पश्चात सम्मानित सर्वोच्च अदालत समक्ष आयोगले सरकारी तथा निजी मेडिकल कलेजहरू गरी जम्मा 1341 सिट सङ्ख्या निर्धारण गरी बुझाएको र सोही सिटका लागि म्याचिङ खुलाउने भनी परीक्षार्थीहरूलाई वेबसाइट मार्फत जानकारी गराएको थियो। सोही सिटलाई आधार मानी परीक्षार्थीहरूले मिति 2081 माघ 26 गते परीक्षा दिएका थिए। परीक्षा अगावै माघ 25 गते सामान्य प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको आयोगको 16औं बैठकमा आवासीय चिकित्सक, एमडी, एमएस, एमडीएसहरूको निर्वाह भत्ता नेपाल सरकारको 8औं तह सरह रु 48,737 उपलब्ध गराउने निर्णय भएको र कार्यान्वयनको लागि परिपत्र गरिएको थियो। साथै आयोगको 17औं बैठकमा नेपाल सरकारका शैक्षिक संस्थाहरूमा एमडी, एमएस र एमडीएसको सिट सङ्ख्या 231 ले थप गर्ने भनी निर्णय गरिएको थियो। सोही निर्णय अनुसार 2081 फागुन 5 गते सिट सङ्ख्या बढाई सरकारी र निजी मेडिकल कलेजमा गरी जम्मा 1496 सिट पुर्याइएको थियो। तर सो निर्णयको कार्यान्वयन नगरी आयोगको वार्षिक क्यालेन्डर अनुसार यही मिति 2081 चैत 14 गते प्रकाशित सूचना अनुसार थप गरिएको सिट सङ्ख्या पुनः घटाएर 670 पुर्याइयो र सोही सिट सङ्ख्यामा मात्रै म्याचिङ प्रक्रिया अगाडि बढाइयो। सो निर्णयमा परीक्षार्थीहरूमाथि ठूलो अन्याय भई पढ्न पाउने अधिकारबाट वञ्चित गरिएको प्रति हाम्रो गहिरो आपत्ति रहेको छ। आयोगको उक्त निर्णयले गर्दा 800 भन्दा बेसी परीक्षार्थीहरूले सिट गुमाउनु परेको छ। यस अवस्थामा हामी परीक्षार्थीहरू हिजो चैत्र 17 गते आयोगमा भेला भई आयोगका उपाध्यक्ष समक्ष अहिलेको लागि म्याचिङ प्रक्रिया तत्काल रोकी पूर्व निर्धारित सिट सङ्ख्या उपलब्ध गराउन ध्यानाकर्षण गराएको जानकारी गराउन चाहन्छौँ। तर हामीले उठाएको मागप्रति आयोगले व्यवस्था गर्दै म्याचिङ रोक्न नमिल्ने तथा सरकारी क्याम्पसमा मात्र भए पनि म्याचिङ गराउने अडान लिएकोमा हाम्रो गहिरो आपत्ति रहेको छ। आयोगको गैर जिम्मेवार अभिव्यक्तिले हामी परीक्षार्थीहरू कानुनी उपचार खोज्न बाध्य भएको जानकारी गराउन चाहन्छौँ। आयोगले गरेको अन्याय विरुद्धको यस लडाइँमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सम्बन्धित निकाय, नागरिक समाज तथा पत्रकार मित्रहरूलाई हार्दिक अपिल गर्दछौँ। धन्यवाद। आयोजक सम्पूर्ण परीक्षार्थी। हजुर, तपाईँको यो जुन विषय छ यदि साँच्चै यो भने हामीले मिडियाले उठाउन लागेको विषय, तर मलाई चित्त नबुझेको तपाईँहरूको मेडिकल डक्टर हो नि। हजुर, तपाईँहरू त एनएमसी पास गरेर आइसकेको डक्टरहरू हो नि। अनि सम्पूर्ण परीक्षार्थी भनेर हामीलाई न्युजमा अथेन्टिसिटी भन्ने चिज चाहिँदैन। को सम्पूर्ण परीक्षार्थी कि तपाईँको हस्ताक्षर यहाँ सबैको हुन पर्यो, नत्र भने हामीले सम्पूर्ण परीक्षार्थी भनेर लेख्ने यति सिरियस विषयलाई यति फितल बनाउनु त भयो। यति मेरो पैसा। धन्यवाद। यहाँ जस्तो मैले पूर्व निर्धारित चिकित्सा प्रोग्राममा कानुनी उपचार हुँदाखेरि भने अब अदालतमा जाने भनेर म चाहिँ रामप्रसाद नेपाली, म लेख्न दिएँ। यो तपाईँहरूको विषय चाहिँ जसो पिजीकै स्टुडेन्टहरूले चाहिँ यो 48,500कै विषय जस्तो लाग्छ। यो निजी मेडिकल कलेजहरू म्याचिङमा नभएको चाहिँ यो त तपाईँहरूको लागि चाहिँ आन्दोलनरत पक्षहरूले चाहिँ सुविधा बढाइदिएको जस्तो पनि होइन। बाहिरबाट हेर्दाखेरि 48,500 यो 48,000को पैसा जुन छ त्यो थप्दाखेरि तपाईँहरूको त्यसलाई स्वागत गर्नुपर्ने। अब तपाईँहरूले फेरि अब यसरी गर्दाखेरि चाहिँ फेरि तपाईँहरूको बिचमा अलिकति कन्फ्लिक्ट आउने हो कि होइन? तपाईँहरूले यसलाई कसरी लिनु भएको छ? विषयमा म थप गर्न सक्छु। उहाँको प्रश्नमा चाहिँ तपाईँहरूको जुन
48,500को एउटा विषय छ। अहिले तपाईँहरूको पिजीको म्याचिङ रोकिँदै गर्दाखेरिमा तपाईँहरूको चाहिँ चाहना के हो? जस्तो अहिले चाहिँ जस्तो अब एनएमएको आफ्नै धारणा छ होइन, अब प्रधानमन्त्रीले बैठक नबोलाइरहेको अवस्था छ। यस्तो अवस्थामा चाहिँ तपाईँहरू चाहिँ यथास्थितिमा भए पनि हामीले क्लास सञ्चालन गरेर हामी पढ्न पाउनुपर्छ, हाम्रो म्याचिङ हुनुपर्छ भन्ने हो, या 48,500 नै बनाएर हाम्रो म्याचिङ प्रक्रिया गर्नुपर्छ भन्ने हो तपाईँहरूको पनि? हजुर, धन्यवाद प्रश्नहरूको लागि। अझै प्रश्न लिउँला। अहिले चाहिँ म यतिको होइन उत्तर दिने चाहिँ सक्दो कोसिस गर्छु। अब सबसे पहिले हामीले चाहिँ यो सम्पूर्ण परीक्षार्थी जुन यहाँ मेन्सन गरेका छौँ होइन, अब यसमा के छ भनेपछि हामीले चाहिँ यहाँ लेखेका छौँ 1496 जुन सिट पुर्याएको थियो होइन, यो सिटमा चाहिँ तपाईँले अहिले जुन किसिमको चिकित्सा शिक्षा आयोगले जुन किसिमले म्याचिङ खोलाएको छ, अब त्यसमा 800 भन्दा बेसी विद्यार्थीहरू भनेको पास भएका विद्यार्थीहरू भनेका जेन्युन परीक्षार्थीहरू भनौँ भनेको जसले सपना बोकिसकेका छन् कि अब मेरो एडमिसन हुन्छ, अब म पिजीमा छिर्छु र 3 वर्षमा एउटा दक्ष चिकित्सक भएर एउटा कन्सल्टेन्टको रूपमा बाहिर आउँछु, त्यो सपना बोकेका चिकित्सकलाई पढ्नबाट वञ्चित गराइएको हुँदा यसलाई हामीले चाहिँ सम्पूर्ण परीक्षार्थी भनेर सम्बोधन गऱ्यौँ र कसले सिट पाउने नपाउने, कसले कुन सब्जेक्ट चोइस गरेछ थाहा हुँदैन। सुरुकै 800ले पाउँछ भन्ने हुँदैन, 2000 र्याङ्क कसले पनि पाउन सक्छ, 2500 कसले पनि पाउन सक्छ, भनेको पास भएका हरेक विद्यार्थीको यो अधिकार हो। यहाँ अर्को कुरा उहाँले चाहिँ कानुनी उपचार खोज्न बाध्य भएको कुरा जुन गर्नुभयो, अब आयोगलाई हामीले आज एउटा आयोग भनेको हाम्रै लागि बनेको संस्था हो, हाम्रै हितका लागि काम गर्न बनेको संस्था हो। यस्तो सिचुएसनमा हामीले आयोगलाई हार गुहार गर्दा पनि उहाँहरूले होइन, हामीले जुन एउटा वार्षिक क्यालेन्डर छ, हामीले आफ्नो वार्षिक क्यालेन्डर फलो गर्छौँ। अब सिट दिने कुरामा होइन हामी त्यति लचिलो नदेखिएको हुनाले हामीलाई ठगिएको जस्तो आभास भएको छ। यो परीक्षा जुन माघ 26मा भयो, त्योभन्दा पहिले पनि हामी कहाँ गयौँ? सर्वोच्च अदालतमा। के भनेर गयौँ भने तपाईहरूले मङ्सिर 13 गते नोटिस निकाल्नु भयो। नोटिसमा के लेखिएको थियो भनेपछि अब परीक्षा हुन्छ भनेर, तर त्यसमा यो मेन्सन थिएन कि तपाईँको सिट यति हो। त्यो भनेर हामीले चाहिँ इक्जाम अगावै सर्वोच्च अदालतमा गयौँ र सर्वोच्च अदालतमा गएपछि चाहिँ चिकित्सा शिक्षा आयोगको तर्फबाट ल हामी यति सिट दिन जाँदैछौँ है भनेर एउटा ड्राफ्ट पेश गरियो। त्यो ड्राफ्टमा प्रष्टै लेखिएको थियो हामीले यति सिट दिन्छौँ र त्यो सिट पनि नदिनु भनेको सामान्य सर्वोच्च अदालतको अवहेलना गरेको जस्तो भयो र स्टुडेन्टलाई चिट गरेको जस्तो भयो। त्यही भएर चाहिँ हामीले फेरि सर्वोच्च अदालतमा या अदालतमा गएर चाहिँ गुहार्छौँ तपाईँहरूले हामीलाई न्याय दिनु पर्यो भनेर। किन यहाँ 800 भन्दा बेसी चिकित्सकको सपना जुन छ, यो सपनामाथि चाहिँ एमएसीले खेलवाड गर्दैछ। अब यो पिजी म्याचिङको अर्को एउटा प्रश्न थियो यो स्टाइपेन्डवाला कुरामा। हेर्नुहोस्, अब कुनै पनि फुल हाउस मिटिङ यानि 16औं बैठक, आयोगको 15औं 16औं 17औं या भविष्यमा अरू पनि बैठक बस्छन्, त्यहाँ भनेका दिग्गज मान्छेहरूको उपस्थित हुन्छ। ती मान्छेहरूले चारैतिर स्टडी गरेर हरेक कुराको स्टडी गरेर एक किसिमले कसरी अगाडि बढाउने त विद्यार्थीहरूको या डक्टरहरूको माग के हो त त्यो कुराहरूलाई डिस्कस गरेर एउटा सम्बोधन गर्ने काम गर्छन्। र फुल हाउस मिटिङमा हाम्रो देशकै भनौँ न यो एमइसीको चेयरपर्सन भनौँ या देशको प्रधानमन्त्री भनौँ, उहाँको अध्यक्षतामा बस्ने हुँदा उहाँहरूले जुन एक किसिमलाई यति यो हुनुपर्छ भनौँ न, यो यति सेवा सुविधा हुनुपर्छ जुन किसिमले तोक्नु भएको छ, अब यो चाहिँ यदि कसैले मान्दैन भने यसलाई चाहिँ यदि राष्ट्रिय भनौँ न, अब डिसिजन लिने प्रमुख भनौँ न, राष्ट्र प्रमुख भन्दा पनि राष्ट्रको डिसिजन लिने प्रमुख आफै उपस्थित भएर यो तपाईँहरूलाई यो सेवा सुविधा दिँदाखेरि ठिक हुन्छ भनेपछि अब हामीले चाहिँ त्यो काट्ने कुरा आउँदैन र कसैले पनि काट्नु हुँदैन। किन? न्याय भन्ने कुरा अझ यो देशमा हुनुपर्छ भन्ने हामीलाई लाग्छ। यसमा चाहिँ जस्तो अब एकदम क्लियर चाहिँ कुरा चाहिँ अहिले हामीले देखेको, हामीले रिपोर्टिङ गर्दाखेरि पनि देखेको, निजी मेडिकल कलेजहरूले जुन भराएको छैनन् त्यो भन्नुपर्ने कुरा चाहिँ यही 48,000कै कुरामा उहाँहरूको चाहिँ पुरानै अहिले चाहिँ हामीले उहाँले भने जस्तो 25, 30, 35को सम्म पुग्न सकिने भनेर बिचमा हाम्रो त्यो निजी मेडिकल कलेजको अध्यक्षसँग पनि हामी कुरा गर्दाखेरि उहाँहरूले त्यही भन्नुहुन्थ्यो, हामी त्योसम्म चाहिँ हामी जान सक्छौँ, 48,000 दिन सक्दैनौँ भनेर उहाँहरूले अटेरी गरेको भनौँ न।
फर्म भर्न नमानेको अवस्था हो। योभन्दा अगाडि आयोगले पनि अब फर्म नभरेपछि भनेर जसले अब सरकारीहरूको मात्रै भनौँ न त्यो आफ्नो आफ्नो मानेकोलाई मात्रै त्यो सिट दियो। अब चाहिँ तपाईँहरूलाई त थाहा छ होइन, यो निजी मेडिकल कलेजको र आयोगको बिचको जुन लडाइँ छ यसमा चाहिँ तपाईँहरूको के हो त? अब अहिले चाहिँ जे हुन्छ पैसालाई एकापट्टि छोडौँ, तर सिट चाहिँ निजी मेडिकलहरूलाई कलेजलाई पनि दिउँ भन्ने दबाब हुन्छ कि अथवा के हुन्छ यसमा चाहिँ? यसमा चाहिँ हाम्रो अमितामा म भनिहाल्छु किनभने हामीले पिजीको हामीले अरू कुरामा डिमान्ड गरेको जबसम्म जस्तो चिकित्सा शिक्षा आयोगको बैठकले निर्णय गरेर जुन निर्णय गरेर पठायो, यदि चिकित्सा शिक्षा आयोगको निर्णय निजी मेडिकल कलेजले मान्दैनन् भने चिकित्सा शिक्षा आयोगको अर्को धर्म के हो भन्दाखेरि तत्काल अर्को बैठक बसेर त्यो बैठकबाट सोल्युसन निकालेर बल्ल म्याचिङमा जाने हो। हाम्रो आजको माग के भन्दाखेरि 18औं बैठक नहुँदासम्म म्याचिङ रोकिदेऊ, 18औं म्याचिङबाट सोल्युसन निकाल, देन आफ्टर द्याट म्याचिङ सुरु गर। अहिले चाहिँ कसैलाई पनि अन्याय नगर्नु, यही हो नै बटम लाइन चाहिँ यही नै हो, यति चाहिँ हुनुपर्छ। यस्तो छ क्या, हामी आज यहाँ उपस्थित हुँदै गर्दाखेरि 16औं बैठकले यम शरत तलब दिने भनिसकेपछि त्योभन्दा अगाडि के कुरा भए के भए त्यसमा अब हामी फर्किन आवश्यकै रहेन कि। प्रधानमन्त्री सम्मिलित एउटा बैठकले फुल हाउस बैठकले तपाईहरूले 16औं बैठकले यति पाउनुहुन्छ भनिसकेर सिट आइसकेर परीक्षा लिइसकेपछि आज भर्ना हुने दिनमा हामी सम्पूर्ण सिटमा किन भर्ना हुन पाएनौँ? हाम्रो कन्सर्न यति मात्रै हो। 17औं बैठकमा निजी मेडिकल कलेजले हामीले यति पैसामा पढाउँदैनौँ भन्दा पनि पढाउन सक्दैनौँ भनेका रहेछन् भने 18औं बैठक बस्नुपर्ने थियो। तर चिकित्सा शिक्षा आयोगले 18औं बैठक नबसिकन हतार गरेर 18औं बैठकभन्दा अगाडि नै सरकारीको मात्रै म्याचिङ किन खुलायो? एमा हाम्रो गुनासो छ, यसले हामीलाई पीडित बनाएको छ के। हामी अब 17औंबाट पछाडि फर्किने के अरे 16औंबाट पछाडि फर्किने कुरा पनि भएन, त्यसमा छलफल गरेर सायद मेरो विचारमा आवश्यक पनि रहेन। सम्माननीय प्रधानमन्त्रीज्यूले फुल हाउस बैठकमा गरेका निर्णय स्वागत योग्य छन्, 48 स्वागत योग्य छ। तर चिकित्सा शिक्षा आयोगले 18औं बैठक नबसिकन किन यसरी निकालियो? हामीमाथि अन्याय यहाँ भएको छ, त्यसैले यसका विरुद्धमा आवाज आफ्नो राख्नको लागि तपाईँहरूलाई हामीले भेला गरेर आज आफ्नो विचार प्रस्तुत गरेका हौँ कि हामीले। हाम्रो माग यति छ कि अहिले तत्कालै म्याचिङ रोकियोस्, 18औं बैठक बस्नुपर्छ बसियोस्, तर हामीलाई बाचा गरिएका सिटहरूमा हामीलाई भर्ना लियोस्। हाम्रो अरू केही मागै छैन। अब हामी 16औंबाट पछाडि फर्किने सोच्ने कुरा पनि भएन, भइ पनि सकेको छ सम्माननीय प्रधानमन्त्रीज्यूले भनेपछि। तर अब हामीलाई के हो भन्दाखेरि हामीलाई जति सिटमा बाचा गरेर परीक्षा लिएर नतिजा निकालियो त्यति सिटमा हामीले पढ्न पाउन पर्यो। यहाँभन्दा बाहिर हाम्रो केही मागै छैन। बस एउटा यसमा हजुरले जुन यो सेल्फ एप्रेजलको कुरा गर्नुभयो, यो सेल्फ एप्रेजल कस्तो हो भनेपछि सेल्फ एप्रेजल पहिला कलेजले भर्छन्। कलेजले मान्लिम एउटा नेपालगञ्ज मेडिकल कलेजको इक्जाम्पल, जस्ट एउटा इक्जाम्पल, उसले चाहिँ मेडिसिनमा 20वटा सिट माग्यो भनेपछि अब आयोगको प्रतिनिधि त्यहाँ जान्छ, उसले इन्फ्रास्ट्रक्चर हेर्छ, अरू सबै कुरा विचार गरेर ल 20 त दिन सकिएन है, ल 18 दिउँ यसलाई, या 10 दिउँ 12 दिउँ भन्ने फिक्स गर्छ। यो फिक्स भइसकेपछि बल्ल सिट निर्धारण हुन्छ र हामीलाई विश्वास छ आयोगले यो सबै कुरा पहिले नै गरिसकेको छ। यदि छैन भने आयोग दण्डनीय छ। नमस्ते, म डाक्टर सरोज यादव। हजुरहरू आउनुभयो त्यसलाई धेरै धेरै धन्यवाद। हामीहरूलाई मेन पोइन्ट जुन छ नि, अहिले चिकित्सा शिक्षा आयोगले जुन म्याचिङ खोलेको छ नि त्यो एकदम सर्ट पिरियड अफ टाइम हो र त्यो सिटमा हामी आधीभन्दा पनि कम सिट पाइरहेछौँ जति प्रोभाइड गरेको छौँ त्यो। र जबसम्म यो हाम्रो सिट प्रोभाइड गरेको पहिला छ त्यो सिट सबै चाहियो हामीलाई, र यो बिचमा म्याचिङको प्रक्रिया जुन छ त्यो रोक्नु पर्यो। जबसम्म हामीलाई अब पछि प्राइभेट कलेज आयो भने हामी त गयो नि त, त्यहाँबाट निस्कियो त। अहिले हामी 2500 स्टुडेन्टले पढ्न पाउँछौँ। इनकेस अहिले 2500 स्टुडेन्टले पढ्नै पाउँदैन, 400 स्टुडेन्टले पढ्न पाउँछ। सबै जो एलिजिबल क्यान्डिडेट छ उनीहरू सबै आउट हुन्छ। हामीलाई त 1300-1400 सिट जति भनेको छ सरकारले, त्यति नेकले भनेको छ, त्यति त हामीले चाहियो नि, हामी पढ्न पाउनु पर्यो नि। अब यो धेरै साथीहरूले भन्नुभयो स्टाइपेन्डको कुराहरू, स्टाइपेन्डको कुराहरू जुन छ नि त्यसको मुद्दा अहिले फरक छ है। अहिले हामीलाई मेन चाहिएको छ भने सिट जसरी भए पनि हामीलाई टोटल सिट चाहियो र यो सिटको टुङ्गो नलागुन्जेलसम्म हामीलाई यो म्याचिङको प्रक्रिया रोक्नु पर्यो, अरू कुनै विकल्प छैन।
अब सटरडे हामीहरूको रिजल्ट आउँछ, रिजल्ट आइसकेपछि हामीले एडमिसन लिनुपर्छ, एडमिसन लिइसकेपछि हामी त गयो त त्यसो भए त। यहाँ 400 मान्छे, यहाँ 400 स्टुडेन्टले मात्रै सिट पाउँछ, त्यसमा पनि 400मा त्यो सबै कोही बेसिक पाउँछ, कोही के पाउँछ, जो कि यो 400 स्टुडेन्ट एकदम जे सब्जेक्ट चुज गर्छ त्यो सब्जेक्ट पाउने हो। त्यही भएर हामीलाई यो जसरी भए पनि यो सिट हामीलाई चाहियो, सरकारले बाछा गरेको सिट, मेकले बाछा गरेको सिट, प्लस यो कन्फ्लिक्ट जबसम्म क्लियर हुँदैन यो म्याचिङ प्रक्रिया रोकिदिनु पर्यो। हामीहरूको डिमान्ड यति हो अहिले तत्कालको लागि। धन्यवाद। अन्तिममा भन्ने कुरा त्यो यो भएन भने के गर्नुहुन्छ? त्यसको प्रोसेस हजुर यस्तो छ हेर्नुहोस्, अब पीडित भइसकेपछि अब यसलाई कसरी सोल्भ गर्ने भनेर हामीले विभिन्न निकाय समक्ष जाने त कुरा भइ नै हाल्यो। सुरुमा चाहिँ हामीले चाहिँ कन्सर्न अथोरिटी यानि चिकित्सा शिक्षा आयोगमै पुग्यौँ, त्यहाँ भेट्यौँ। हाम्रो चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अञ्जनी कुमार झासँग भेट्यौँ, उहाँसँग कुरा गऱ्यौँ। कुरा नमिलेपछि बल्ल यो कोर्टमा जाने कुरा गऱ्यौँ। तर एट द सेम टाइम हाम्रै टिमका साथीहरू होइन आफैमा चाहिँ यो कार्य विभाजन गरेर जुन चाहिँ एक किसिमले भनौँ न, यो अब के छ भनेपछि अब सबै कुरा चाहिँ हाम्रो पहुँचमा हुँदैन, आजको आजै हुँदैन। तर हामीले चाहिँ यो प्रधानमन्त्री भेट्ने, मन्त्रीहरू भेट्ने यस्तो कार्यहरू चाहिँ यो आगामी दिनमा भनौँ न आज भोलिमै यो सबै चाहिँ हामी चाहिँ कोसिसमा छौँ, एपोइन्टमेन्ट लिन प्रयासरत छौँ। के गर्नुहुन्छ अब यो अगाडि बढाइ गऱ्यो भने तपाईँहरू के गर्नुहुन्छ? अनि यस्तो छ एमा म भन्नु वर्स्ट केस सिनारियोमा के गर्नु? हामी यस्तो छ कि हामी वर्स्ट केस सिनारियोमा गएकै छैन। चिकित्सा शिक्षा आयोगले हाम्रो परीक्षा लिएको, उहाँहरूले हामीलाई पढाउने हो। हामी अहिले पनि निश्चिन्त छौँ, यो म्याचिङ रोकिन्छ, उहाँहरूले हाम्रो सुनवाई गर्नुहुन्छ, कन्सर्न अथोरिटीले हामीलाई ख्याल गर्नुहुन्छ। हामी अब नेक्स्ट के गर्ने हामी त्यहाँ पुगेकै छैनौँ। हामी त आशावादी छौँ, ढुक्क छौँ। हामीले यति गरिसकेपछि हामी यहाँसम्म आइसकेपछि तपाईँहरूले हाम्रो बारेमा लेखिसकेपछि यो म्याचिङ रोकिन्छ र पूर्व निर्धारित सिटमा हामीले भर्ना पाउँछ भन्ने कुरा हामी विश्वस्त छौँ। हामी विश्वस्तै छौँ अहिलेसम्मलाई। पछाडि के गर्ने त हामी त्यतातिर गएकै छैन, हामी निश्चिन्त छौँ कि। नमस्ते उपस्थित सबैजनालाई है। यहाँ म चाहिँ डाक्टर अमृत भूषाल, एज अ एमबिबिएस डाक्टर मैले काम गर्न लागेको थुप्रै वर्ष भयो र म यो मेडिकल इस्युमा आउने कुराहरूमा धेरै अगाडिदेखि चाहिँ गलत कुराहरूको विरुद्ध आवाज उठाउँदै पनि आएको छु। आज हामी यहाँ उपस्थित हुनुको पछाडि हामीले ब्याकग्राउन्डमा हामीले कुरा गऱ्यौँ कि हामी पिजीको इक्जामसँग अथवा योसँग जोडिँदै मात्र गइरहेको छौँ। हामीले विगतमा थुप्रै पटक आन्दोलनहरू गरेर आउनु परेको छ र यसको स्वास्थ्य सेवाको लागि तपाईँहरूले विगतमा जस्तो लास्ट इयर केही टाइम अगाडि यस्तो जुन स्वास्थ्य पत्रकारितामा तपाईँहरूले गर्नुभएको भूमिकाप्रति हामी एकदमै कृतज्ञ छौँ। किनभने तपाईँहरूले जसरी हाम्रो मिडिया कभरेज गरिदिनु भएको थियो त्यसको लागि फेरि धन्यवाद भन्न चाहन्छु एकचोटि सुरुमै। त्यसपछि अर्को कुरा यहाँ म के भन्न चाहेँ भने डाक्टर भनेको पपुलेसनमा नम्बर अफ हेड भन्नुभन्दा पनि एउटा मान्छेले पनि धेरैको रिप्रेजेन्टेटिभ गर्छ भन्ने उद्देश्यबाट डाक्टर साहब हुनुहुन्छ। तपाईँहरूले अघि नै हेरेको लिस्टमा अहिले मान्छे हामी कतिजना उपस्थित छौँ, 30-35जना मान्छेहरू डाक्टरहरू उपस्थित भइरहँदा जब 1400 500 1500को पढाइ हुनुपर्ने थियो त्यहाँनिर पढ्न पाउने 670 भयो भने 670 भन्दा पछाडिको त सबैको रिप्रेजेन्टेसन हामी गरिरहेको छौँ। उहाँहरूले पढ्न नपाउनु भएको कारणले गर्दा त्यो हाम्रो टोटलको रिप्रेजेन्टेसन हो भनेर बुझिदिनु हुन अनुरोध गर्छु यहाँबाट पहिलो कुरा। दोस्रो कुरा स्टाइपेन्डको कुरा आउँछ। एउटा डाक्टर एमबिबिएस पास गरिसकेको डाक्टरले महिनामा 18,000मा काम गर्नु परिरहेको अवस्था थियो र 18,000 चाहिँ त्यसमा मन्त्रालय अथवा प्रधानमन्त्री कार्यालयबाट ठाडो निर्देशनमा 48,000 भएको अथवा मन्त्रीले मन लाएर सनकको भरमा डिसिजन गरेको अथवा चिकित्सा शिक्षा आयोगले सनकको भरमा डिसिजन गरेको विषय होइन। यो गत वर्षको आन्दोलन पछाडि थुप्रै स्टेक होल्डरहरूले यसलाई स्टडी गरेर 48,000 चाहिँ यो 8औँ तहको स्टाइपेन्ड चाहिँ दिनुपर्छ भन्ने निर्णय चाहिँ स्वास्थ्य मन्त्रालयमा विज्ञ टोलीले स्टडी गरेर सिफारिस गरेको विषय थियो। त्यो सिफारिस गरिसकेपछि चिकित्सा शिक्षा आयोगले गर्नुपर्थ्यो के भन्दाखेरि उनीहरूले त्यो कबुलियत गरेको संस्थालाई मात्रै पिजी सिट छुट्याउने भनेर सुरुमै एउटा निर्देशिका जारी हुन्छ, त्यसअनुसार फर्म भर्नुपर्छ। त्यो फर्म भरिसकेपछि ती मेडिकल कलेजहरूको चिकित्सा शिक्षा आयोगले अनुगमन गर्छ। त्यो अनुगमन गरिसकेपछि मात्रै सिट निर्धारण हुन्छ। तर योपालि फरक के भएको थियो भन्दाखेरि त्यो सिट निर्धारण नगरिकन इक्जाम परिवेश सुरु भएको थियो। द्याट इज वाइ त्यति बेला हामी मुद्दामा पनि गएको थियौँ र अदालतमा अघि नै हाम्रो राजाले भने जस्तो फेक डकुमेन्ट देखाइयो अहिलेको अवस्था हेर्ने हो भने। त्यति बेला त झुटो विवरण देखाइयो कि त त्यो विवरण देखाएको अनुसारको पढाइ हुने गरेर कार्यक्रम अगाडि लानु पर्यो नम्बर 1 होइन भने यो अदालतको मानहानि विद्यार्थीहरूमाथि यो लापरवाही भएको कुरालाई ठहर गर्ने गरेर यसलाई चाहिँ तत्काल रोकेर आगामी प्रोसेसको कुरामा अगाडि जानुपर्ने थियो।
जब एउटा फुल हाउसको बैठकले निर्णय गरेको स्वास्थ्य मन्त्रालयको 2 चोटि विज्ञ टोलीले 8औं तहको हुनुपर्छ भनेर सिफारिस गरेको अवस्था नम्बर 1, दोस्रो चोटि आयोगको पूर्ण बैठकले सिफारिस गरेको अवस्था दोस्रो नम्बर, र आयोगको बैठकमा कस्तो खालको मान्छेको उपस्थिति हुन्छ भनेर भनिरहनु पर्दैन। आयोगमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ एसोसिएसन, नेपाल नर्सिङ काउन्सिल, नेपाल आयुर्वेदिक काउन्सिल, विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिहरू, रेक्टारहरू, रजिस्ट्रारहरू बसेर त्यहाँनिरबाट भएको यो चिज चाहिँ जायज हो है भन्ने निर्णय भएको। र अर्को कुरा के बुझ्नु जरुरी छ भने हामीले 8औं तहको स्टाइपेन्ड मागिरहँदाखेरि त्यति बेला भनिरहँदाखेरिको त्यो कुरा जुन कुरा सरकारले निर्णय गरेको छ त्यो निर्णय आउनुको पछाडि खास त पिजी फ्रीमा पढाउनु पर्ने हो निजी मेडिकल कलेज। यसको अर्थ के भन्दाखेरि निजी मेडिकल कलेजमा काम गर्ने रेजिडेन्ट डाक्टरहरूले हप्तामा 120 घण्टासम्म काम गर्छ। एउटा श्रम ऐनले तोकेको डाक्टरले 8औं तहको डाक्टरले काम गर्दा पाउनुपर्ने तलब भनेको 8औं तहको हो। उसले 40 घण्टा काम गरे बापतको पैसा पाउने, अरू घण्टा काम गरेको बापतको उसको तलब भनेर काटिने। तर यहाँ हामीले 23 लाख रुपियाँ तिरिरहँदा पनि हामीले 8औं तहको नपाउने भन्ने कुरा चाहिँ यहाँनिर ठ्याक्कै गलत भाषा इस्टाब्लिस गर्न खोजिरहेको जस्तो देखिन्छ। कस्तो भन्दा हामीले यति पैसा लिन्छौँ, यति पैसा दिँदा हामीलाई घाटा हुन्छ भन्ने कुरा देखिरहेको छ, तर यो कुरा गलत हो। यो चिज चाहिँ यो अलिकति विषयान्तर भयो जस्तो लाग्यो मैले तपाईँलाई मैले ब्याकग्राउन्डमा दिन खोजेँ। ब्याकग्राउन्ड भन्दा पनि अहिले मुख्य विषयमा हामी केन्द्रित हुनुपर्छ। धेरै स्वास्थ्यका साथीहरू हुन्छ, उहाँहरूले यसको पृष्ठभूमि थाहा छ होइन। अहिलेको विषय भनेको जुन तपाईँहरूको म्याचिङ भएको छ त्यो छुट्दै गर्दाखेरिमा चाहिँ 17औं बैठकबाट चाहिँ 18औं बैठकले चाहिँ तपाईँको मेडिकल कलेजहरू, मेडिकल कलेज सबैको माग सम्बोधन गरेर अनि जाने भन्ने कुरा भयो। त्यो पहिलाको 17औं बैठकमा होइन, 17औं बैठकको चिकित्सा शिक्षा आयोगको बैठकमा। अनि त्यो भइसकेपछि 18औं बैठक बसेन। 17औं बैठकमा निजी मेडिकल कलेजहरूले हामी त्यतिमा पढाउन सक्दैनौँ भनेर उनीहरूले अडान कायम राखे होइन। त्यो नगरिसकेपछि त्यो कार्यान्वयन नहुने भएपछि अहिले म्याचिङमा पर्नु भयो। त्यस कारण मेरो प्रश्न चाहिँ के हो भने तपाईँहरू अहिले चाहिँ तपाईँहरूको लडाइँ 48,500 पुऱ्याउँ भन्ने होइन, यथास्थितिमा चाहिँ केजी पढाउँ तपाईँबाट आओस्। फेरि तपाईँमा हेर्नुहोस्, यो वर्ष यकिन त भन्दैनौँ, तर अघिल्लो वर्ष भन्दा चाहिँ केही सिटहरू चाहिँ बढेको छ। 250 सिट यो हजुरले भनेकोमा हामीले के भन्छौँ भने हेर्नुहोस्, कुनै पनि कुरा जब हामी सुरु गर्छौँ त्यसको चाहिँ एउटा इमिडिएट एक्सन जुन हुन्छ होइन, यो एउटा इमिडिएट प्लान भनौँ, इमिडिएट एक्सन भनौँ, त्यसलाई लिएर चाहिँ हामी चाहिँ सुरुमा अगाडि बढ्छौँ। र अहिलेको हाम्रो चाहिँ एउटा इमिडिएट प्लान भनेको चिकित्सा शिक्षा आयोगले जुन किसिमले अहिले चाहिँ सरकारी कलेजहरूमा मात्रै एउटा लिमिटेड सिटका लागि मात्रै ल यो म्याचिङ खोल्यो होइन, तपाईँहरू एप्लाई गर्नुहोस् र हामीले सोचेको भन्दा 800 सिट डिडक्ट भयो। यो प्रक्रिया तत्कालै रोकिनु पर्यो र जुन यसको फुल हाउस बैठकले या परीक्षाभन्दा पहिले हामीलाई जे बाचा गरेको थियो, किन हामीले चाहिँ परीक्षा दिँदाखेरि जे सिनारियो हेरेर दियौँ त्यो सिनारियो पुरा गर्नुपर्ने हो नि त। चिकित्सा शिक्षा आयोगले आफूले जुन एउटा बाचा गरेका छ, आफूले जुन एउटा दस्तावेज पेश गरेका छ हो, त्यसलाई कसरी लागू गराउने त्यो चिकित्सा शिक्षा आयोगले त्यो वातावरण बनाए, चाहे टेबल टकबाट हुन्छ कि दबाब दिएर हुन्छ कि कसरी हुन्छ त्यो हामीलाई थाहा भएन। उसले आफूले गरेको जे जति होइन हामीसँग एउटा भनौँ न एउटा बाचा थियो त्यो पुरा गर्नु र अहिले त्यस पछाडि बल्ल यो म्याचिङ चाहिँ सुरु गर्नु भनेको हाम्रो चाहिँ यो प्रमुख माग हो। तत्काललाई चाहिँ स्टप गर्नु पर्यो यो म्याचिङ। मिडियामा कतिवटा के सूचना आएको छ भने चाहिँ जस्तो तपाईँहरूको यो जुन पिजीको पढाइको र अनि त्यो स्टेफेनको जुन कुराहरू छ त्यसमा चाहिँ तपाईँको शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री बसेको एउटा कमिटीले 25, 30 र 35 हजार चाहिँ दिने निर्वाह भत्ता भनेर निर्णय गर्यो। त्यो निर्णय चाहिँ तपाईँको सबैजना त्यसमा स्वीकार गरे, निजी मेडिकल कलेज, सरकारी सबैले। अनि त्यस पछाडि नेक्स्ट बैठकमा चाहिँ फेरि त्यो उल्टायो, चिकित्सा शिक्षा आयोगको बैठकबाट त्यो उल्टाएर फेरि 48,500 नै पुर्याउनु पर्छ भन्ने उनीहरूको त्यो कुराहरू आयो। अनि यसमा चाहिँ के देखियो भनेदेखि चाहिँ प्राय नेपाल मेडिकल एसोसिएसनको र तपाईँको राष्ट्रिय चिकित्सक सङ्घ भन्ने अहिलेको सत्ताधारी पार्टीको चाहिँ बहादुर समर्थनको पनि कतै न कतै राजनीतिक स्वार्थ बाजिएको जस्तो, जस लिने चाहिँ लडाइँ जस्तो देखियो। तपाईँहरूले यसमा कुनै राजनीतिक इन्ट्रेस्ट छिरेको जस्तो लागेको छैन? हेर्नुहोस्, अब जसलाई इन्ट्रेस्ट छिराउनु छ आफ्नो इन्ट्रेस्ट होइन, यो कुरामा सबै अब हुन्छ नि। यदि पार्टीका कुरा गर्ने हो भने अब सबैका आफ्ना इन्ट्रेस्ट होला नहोलान् आफ्नो ठाउँमा छ, तर जब एउटा रेस्पोन्सिबल बडीले मिटिङ राख्छ उसले चाहिँ साइन्टिफिक तवरले यो भन्यो नि एउटा रेजिडेन्ट बनिसक्दाखेरि एउटा पिजीमा छिरिसक्दाखेरि चाहिँ कति निर्वाह भत्ता दिँदाखेरि ठिक होला,
होइन के सेवा सुविधा उपलब्ध गराउने, क्वार्टर दिने कि नदिने, यस्ता कुराहरू चाहिँ जुन भनौँ न युनिभर्सिटीले प्रस्ताव गर्छन्, चिकित्सा शिक्षा आयोगले आफ्नो तरिकाले साइन्टिफिक स्टडी गर्छ र बल्ल लागू गर्दछ। त्यही भएर चाहिँ म यसमा के भन्छु भने जसको जे स्वार्थ भए पनि यो स्वार्थ आफ्नो ठाउँमा छ। हामी परीक्षार्थीहरूमाथि चाहिँ जुन अन्याय हुनु भएन। वी वान्ट फेयर जुन किसिमले चाहिँ डिसिजन भएको